हजुरलाई शुभ यात्रा। हजुरहरूको मनोकामना पूर्ण होस्। अरू त इच्छा हजुरहरूले जो गर्नुभएको छ, जहाँको हजुरले मकसद लिएर हिँड्नुभएको छ त्यो पुरा होस् हजुरहरूको। खिलाल बातदेखि त्यस्तो छ कि गाडीले चेपेर खिच्नै पाइएन। बोल्न सुरु गरिदिए भर्खर यस्तो छ बाटो। म हिँडिरहेको छु होइन। आज चाहिँ हामी गोरखपुरदेखि बस्ती भन्ने ठाउँसम्म आइपुगेका छौँ। आज चाहिँ लगभग 70-71 किलोमिटर कुदाइयो होइन। यहाँ आएका छौँ। यहाँ आएर अब आज यहीँ बस्नेछौँ। आज चाहिँ यहीँ बस्नेछौँ यो होटलमा। यहाँ आइपुगिसकेको छ। आज तेस्रो दिनको यात्रा चाहिँ गोरखपुरदेखि बस्ती भन्ने ठाउँसम्म। अब भोलि हामी गोरखपुर र अयोध्याको बिचमा स्टे गरेका छौँ। आज भोलि चाहिँ हामी अयोध्या पुग्नेछ। होटलमा बसेको पुरा मच्छर रहेछ होइन। यो होटलमा बसेको अनि
हामी चाहिँ होटलमा बसेको। म चाहिँ रुम नम्बर 103 मा बसेको अनि दाइ चाहिँ 102 मा बस्नु भएको रुम नम्बर। आज चाहिँ हाम्रो बसाइ यतै। आज चाहिँ हाम्रो बसाइ यतै। दाइ त्यो कोठामा बस्नु भएको, म यहाँ बसेको। ल